हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म बर्थडेमा केक लगेर मेरो छोरीको घरमा गइसकेँ। हेर्न सक्नुहुन्छ, मैले चाहिँ केक धरानदेखि ल्याएको, भरे हात दुखिरहेछ। मैले चाहिँ केक ओपन गरिसकेँ। हेर्नुहोस् साथीहरू, हामीले चाहिँ केक काट्नलाई रेडी गरिसक्यौँ छोरीलाई। One, two, three, go to happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Kunjo. Happy birthday to you. सबैजना गराइरहेको यो चाहिँ किन राखिराखेको तँदेखि नै स्टार्ट गर्छ। रुएर छैन अघि बल्ल बल्ल रुनु छोडेको थिएँ। नलाइदे गिफ्ट दिन्छु एकछिन। खोलेरै लगाइदेऊ न अनि नखोलिदिएर रुया कुन्छ। नरो कुन्जु प्लेटमा राखेर दिँदा हो नि। के भन्छ अलि खान्छ भन्छ ल बल्ल रुनु छोड्या त बेलुन पनि आयो ल। निन्द्रा आउँदै छ कुनैले। तिमी नखाउ ल, खोकी लाग्छ अरे ल ल। ए ल उता बेइज्जत लाग्यो होला जस्तो दिन्छ। के हुन्छ नि कम भएको त ल। ए बाबा बेला नि त देखा बोइले भोइस कभर गर्ने क्या। ए पैसा छ त पैसा निकाल्दैन सब कुछ किन एक्सप्लेन गर्नु।
तर अलिक लामो भयो तर पछिसम्म हुन्छ 3-4 वर्षसम्म नघटाउँदा नि हुन्छ राम्रो देख्यो तर माथि भयो तर यतापट्टिको साह्रो ठुलो लाग्यो मलाई फेरि छोरीको गिफ्ट लगाउँदैछु हामी चाहिँ लास्टमा चाहिँ डान्स पनि गरिरहेको छौँ यहाँ चाहिँ बर्थडे गर्लको बाजे र छिमेकी आन्टी हुनुहुन्छ हेर्नुहोस् साथीहरू हामी चाहिँ सबै बर्थडे काम खानापिना सब सकेर गिफ्ट अनबक्सिङ गरिसकेपछि हामी चाहिँ डान्सतर्फ लागिसक्यौँ साथीहरू हेर्नुहोस् कस्तो लाग्यो भनिदिनु होला हामी चाहिँ सबैजना मिलेर डान्स गरिरहेछौँ हेर्नुहोस् साथीहरू हेर्न सक्नुहुन्छ यहाँ सबैजना डान्स गरिरहेछ यहाँ सरस्वता पनि छ सबैजना डान्स आफ्नो प्रतिक्रिया देखाइराख्नु भएको छ साथीहरू हेर्नुहोस् कस्तो लाग्यो हजुरलाई मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु यति भन्दै हजुरहरूसँग बिदा हुन चाहन्छु मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला बाई बाई साथीहरू